राइड सेयरिङको वर्तमान अवस्था के छ, चुनौती के छ र समाधानका सम्भावनाहरू चाहिँ के छ त भनेर हामीले यो छलफलका लागि स्टुडियोमा निम्ताएका छौँ राइडर्स नेपाल पोखराका संयोजक अनिल श्रेष्ठज्यू। आउनुहोस् यो विषयमा अझ गहन रूपमा छलफलमा लागौँ। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। आराम हुनुहुन्छ? हजुर, आराम छु। अहिले यो समयमा व्यस्तता पनि देखिराखेको छ। यहाँहरू चाहिँ आफ्नो अधिकारको लडाइँमा हुनुहुन्छ, अर्थात् यो राइड सेयरिङ हामीले चाहिँ गर्न पाउनुपर्छ भनेर यहाँहरू चाहिँ त्यो लडाइँमा हुनुहुन्छ। अब त्यो बाटोमा जानुभन्दा अगाडि सबभन्दा पहिला चाहिँ म के सोध्न चाहेँ भने यो राइड सेयरिङ भन्नाले चाहिँ के बुझिन्छ, यसको प्रमुख उद्देश्य चाहिँ के हो त? राइड सेयरिङ भन्नाले सार्वजनिक यातायातहरूको पहुँच नभएको अवस्थामा कोही आम सर्वसाधारणलाई छिटो छरितो सर्वसुलभ मूल्यमा अनलाइनको माध्यमबाट सीमित राइडरहरू बुक गरेर आफूले तय गरेको यात्रा चाहिँ गन्तव्यसम्म पुग्नको लागि एउटा एप्लिकेसनको थ्रुबाट यात्रा तय गर्न सक्ने अवस्था यो सिस्टम चाहिँ राइड सेयरिङ हो। राइड सेयरिङ पछिल्लो समय आम पब्लिकको डिमान्डले गर्दा नै आम पब्लिकलाई जब महसुस भयो हामीलाई राइड सेयरिङ आवश्यकता छ भन्ने महसुस भएर नै आज राइड सेयरिङ छ नेपालको अधिकांश सिटीहरूमा। पछिल्लो समय पोखराको केसमा हेर्ने भने राइड सेयरिङ व्यवस्था आउँदै गर्दाखेरि हामीलाई चुनौतीहरू पनि त्यत्तिकै छन्। यातायात व्यवसायहरूको आन्दोलन, हडताल, ट्याक्स व्यवसाय समितिहरूको अवरोध, बाधा अडचन, थुप्रै ती बाधा अडचनहरू, अब्स्ट्याकलहरू झेलेर हामीले एउटा राइड सेयरिङको व्यवस्थालाई नियमन गरौँ, कार्यविधि ल्याउँ भनेर गण्डकी प्रदेश सरकारले जेठ 1 गते आफ्नो राजपत्रमा गण्डकी प्रदेश राइड सेयरिङ कार्यविधि नेवाले प्रकाशित गरेको थियो। अहिले हामी यही व्यवस्थापनको चुनौती छ हामीसँग। यतितिर अलिकति लागिरहनु भएको छ यहाँ, त्यो पाटोतिर चाहिँ व्यस्त हुनुहुन्छ। केही समय अगाडि अनिल श्रेष्ठलाई एउटा फरक पाटोमा चाहिँ देखिएको थियो र त्यसपछि अनिल श्रेष्ठको बाटो चाहिँ यात्रा चाहिँ मोडिएको देखियो। अर्थात् यहाँले चाहिँ होइन राइडर्स नेपाल पोखराको संयोजक भएर चाहिँ काम गरिरहनु भएको छ। अब यसको आवश्यकता थोरै यसको पृष्ठभूमि इतिहास चाहिँ मलाई केलाउनु मन लाग्यो। यो पोखरामा यसको आवश्यकता किन देख्नुभयो? किनभने पोखरा भने त सानो एउटा चाहिँ भ्याली भनेर चाहिँ भनिन्छ होइन, र चाहिँ यहाँले त्यो आवश्यकता महसुस चाहिँ कसरी गर्नुभयो? पोखरामा विगतका 5-7 वर्षपछि यता हामी आफै कहिलेकाहीँ म आफै यो पोखरामा यात्रा गर्दै गर्दाखेरि, यो पोखरामा भिज्दै गर्दाखेरि मेरो यात्राको क्रममा मसँग कहिलेकाहीँ आफ्नै सवारी साधन नभएको अवस्था, सार्वजनिक यातायात चढ्दै गर्दाखेरिको अवस्थामा भिडभाड, छिटो छरितो पुग्नुपर्ने ठाउँमा आफ्नो गन्तव्य तय गर्न नसक्ने अवस्था हुँदै गर्दाखेरि नेपालमा काठमाडौँ सिटीमा चाहिँ अलिकति पहिले नै राइड सेयरिङ कल्चर स्टार्ट भइसकेको थियो। व्यवस्थित नियमन नभइसकेको अवस्थामा पनि राइड सेयरिङ इन्डाइरेक्ट पठाओ जस्तो एप्लिकेसनहरूको थ्रुबाट राइड सेयर गर्ने अवस्था भइसकेको थियो काठमाडौँमा। पोखरामा पनि फाटाफुट्टा अनलाइनमा एप्लिकेसनहरूको प्रमोसन देखेपछि पोखरामा पनि केही यात्रुहरूले, केही राइडरहरूले आफैले स्वचालित रूपमा एप्लिकेसनहरू चलाएको देखेँ। अनि आफूलाई पनि महसुस भयो छिटो छरितो अवस्थामा आफ्नो गन्तव्य पुग्न सक्ने अवस्था, तय गर्न सक्ने अवस्था हुँदै जाँदाखेरि पछिल्लो समय यो अवस्थामा आइपुग्दै गर्दाखेरि हिजो पनि देखेको थियो हामीले राइड सेयरिङ आम पब्लिकलाई चाहिँ एउटा जति बेला महसुस भयो, हामीलाई जसरी महसुस भयो थियो आम पब्लिकलाई पनि त्यसरी महसुस हुँदै गर्दाखेरि पछिल्लो समय थुप्रै एप्लिकेसनहरू आए, राइडरहरू थपिए, 1, 2, 3 हुँदै गर्दाखेरि राइडरहरू धेरै थपिए, अधिकांश पब्लिकहरूलाई थाहा हुन गयो राइड सेयरिङ भनेको यो रहेछ, यसरी राइड सेयर गरेर पनि आफ्नो गन्तव्य तय गर्न सकिने अवस्था रहेछ पोखरामा भन्ने कुरा जब आम पब्लिकलाई थाहा हुँदै गयो त्यसरी नै पब्लिक, प्यासेन्जर, राइडरहरू बढ्दै गए। एक समयमा आएर एउटा अर्को छुट्टै महसुस भयो। यो राइड सेयरिङ के हो, एप्लिकेसनहरू के हुन्, यो भित्रका अब्स्ट्याकलहरू के छन्, यसका भोलिका सम्भावनाहरू के छन्, चुनौतीहरू के छन् भनेर व्हाइ नट रिसर्च गरौँ न भन्ने अवस्थाले रिसर्चमा हाम फालेँ। म रिसर्च गर्दै गर्दाखेरि कहिले राइडर बनेर हिँडेँ, कहिले प्यासेन्जर बनेर हिँडेँ, कहिले यिनै ट्याक्सी चालकहरूसँग ट्याक्सीमा यात्रा तय गरेँ, कहिले सार्वजनिक यातायातहरू चढेर हिँडेँ। ती कुराहरूले एउटा महसुस गरायो कि पोखरामा अब
राइडरहरूलाई नेतृत्वको खाँचो छ। आम ती राइडरहरूले जति राइडरहरू पहिलेको अवस्थामा 1 2 3 गर्दै 5 7 जनाबाट सुरु भएको राइडरहरूले हामीलाई नेतृत्वको खाँचो छ भन्ने अवस्था आइपुग्न जाँदाखेरि वाइ नट यसलाई व्यवस्थित गरेर लैजाउँ, रिसर्च गरेर जाउँ, यसको चुनौतीको पाटोहरू केलाउँ भनेर व्यवस्थापनको खाँचो देखेर अहिले म हाल यो राइडर्स नेपाल पोखराको संयोजकको हैसियतले यहाँ छु।